अब तपाईको आयो एसरको सेलरन। यो भनेको तपाईको एकदम बजेट ल्यापटप हो। अहिलेको अवस्थामा पैसा एकदम स्कार्सिटी छ। बजेट मान्छेसँग त्यति खासै हुँदैन। त्यही भएर विदेश जानलाई होस् अथवा तपाईको सकेसम्म त विदेश जानु नै हुँदैन। आफ्नै देशमा आफ्नो देश बनाउनु पर्छ, राम्रो गर्नुपर्छ। मेरो चाहना चाहिँ त्यही हो। मैले पनि गरेको छु र कमाइ पनि राखेको छु र खुसी पनि छु। आफ्नो दुःख गरे अनुसार प्रोत्साहन पनि पाएको छु हैन। त्यसैगरी सकेसम्म देशमै बस्नुपर्छ। त्यही पनि म विदेश जान्छु नै भन्नुहुन्छ भने पनि तपाईको लागि बजेटमा बेस्ट ल्यापटप प्लस यो देशमा बस्ने मान्छेलाई पनि बेस्टै हो। नर्सिङ पढ्दै हुनुहुन्छ, मेडिकलको विद्यार्थी हुनुहुन्छ, बीबीएसबी पढ्दै हुनुहुन्छ हैन। तपाईको के भन्छ वर्ड एक्सेल पावर पोइन्ट धेरै युज गर्नुहुन्छ, एकाउन्टिङ टाइपको सफ्टवेयरहरु हैन। भर्खर स्कुलको 6 7 क्लासमा पढ्दै हुनुहुन्छ, ल्यापटप चाहिरहेछ भने दिस वन इज गुड फर यु। यो भनेको कस्तो लाग्यो भने पसलमा स्टोर गरेर राख्नलाई भयो, मेडिकल पढ्ने विद्यार्थीहरुलाई भयो, बीबीएसबी पढ्नलाई भयो, सिभिललाई चाहिँ हुँदैन, इन्जिनियरलाई चाहिँ हुँदैन यो ल्यापटप, प्लस आईटीलाई पनि यो हुँदैन, प्लस यो तपाईको के भन्छ हेभी भिडियो एडिटिङहरु गर्ने अटोक्याड चलाउनलाई पनि मिल्दैन। यसमा सामान्य कामहरु गर्न मिल्छ, वर्ड एक्सेल पावर पोइन्ट जुम क्लासहरु गर्न मिल्यो, होटल म्यानेजमेन्ट प्लस तपाईको यस्तै जो बिजनेसहरु पढ्ने विद्यार्थीहरुलाई चाहिँ मजाले पुग्छ। मेडिकलहरु पढ्नलाई 8 GB र्याम 256 मार्केटमा मजाले 35,000 36,000 मा बेचिरहेछ। तर म्याक्सले कतिमा दियो त आज? ओन्ली एन्ड ओन्ली 33,500 मा गाइस। ओन्ली एन्ड ओन्ली 33,500 मा तपाईले पाउन सक्नुहुन्छ।